हेलो गाइज हामीहरू चाहिँ यहाँ हिउँमा आइरहेछौँ होइन सीताको चाहिँ आँखा देखेन रे घामले बिजोग छ गाइजहरू। हेलो होकाइदो भन्दा चर्को छ। अहिलेसम्म हिउँ पग्लेर भ्याइसक्यो तर पनि यो डोजरले पहिलेदेखि हिउँ नफालेको ठाउँमा चाहिँ लास्टै भइरहेको रहेछ कि हामी चाहिँ आज पहिलोचोटि आएको यहाँ तर होस्टेलहरू पनि त छैन हिउँ यहाँ पहाड मात्रै हो। म चाहिँ रोगो जस्तै भएँ गाइजहरू। अहिले त सके छैन हेर्नु पुरा आँटेर सके हामी चाहिँ कहिले गाउन नसकेको रहेछ यहाँ। यस्तै चाहिँ हाम्रो चाहिँ एकदम रमाइलो छ। जापानको गाउँमा पनि हामी खुसी नै छौँ। हामी 3 छौँ तर हामी लास्टमा TikTok viral girl, oh she is viral girl, you know भनिरहेछ। अझ रोपेर पहिला तिमी जस्तो सुकै आएको खाए ल गाइज। आज हामीले चटपटे बनाएको सीताको रेसिपी खाए ल। मैले ससाहरू कहिले अर्को हुन्छ नि हुन्छ अरे अलिक मिठो हुन्छ यो नि मिठै हुन्छ नहुने मामा भन्नु। साथीहरू जाँदा चल्यो भने चाहिँ यसरी नै खान सकिँदो रहेछ चटपटे। फुल्ला फुली पनि लगाएको छ। यहाँ चाहिँ के लगाउनु पर्छ मेहन्दी लगाएर कपाल यस्तो लगाएको साँच्चीकै पनि त खुर्सानी त कता छँदै छैन मैले हेरेर बसेँ चारवटा पाँचवटा लास्ट भयो। एउटा खाएको एउटा परेछ 5 किलो। लास्ट मोटी गेल्नु त्यही जस्तै लाग्छ मलाई। अनि त्यहाँ चिन्ने होइन आउँदा रामेनको रामेनको त छोले जस्तो होइन भन्दा भएन। 24 लाख चाहिँ मैले कमाउने नि सिधा
सिताले अलि धेरै तलब दिन्छ गाई, त्यही भएर होइन यार सिताले चाहिँ अलि धेरै कमाइरहेछ। कस्तो राम्रो 24 लाख त होइन नि यार, 12 लाख 12 लाख नि कमाएन होला। 12 लाख कमाएर 12 लाख कमाएको भए त मेरो त ऋण भ्याइसक्यो। यहाँ तिरेको पैसा सबै गरेर हकेसके सबै गरेर होइन त गाइज, आफूले कमाएको त सबै गर्नु पऱ्यो नि, बचेको मात्रै सेभिङ भएको मात्रै हो र गर्ने हो। हामीले 50,000 मन्थली जब सरकारको लागि भनेर तिरिहाल्छ, त्यस्तो चाहिँ हाम्रो खर्च प्लस हुनै पर्यो। परेको फर्किम अब आजलाई यति हो। यो सबै जङ्गल, कति राम्रो दृश्य। त्यहाँदेखि गई कर